आज हामी चाहिँ यो धनकुटा जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको पटकको सिंहदेवी मन्दिरमा चाहिँ हामी सामूहिक पूजा गर्न गइरहेका छौँ। यहाँबाट यो महालक्ष्मी नगरपालिकाको चाहिँ 9 नम्बर वाडामा रहेको यस सामूहिक पूजा गर्न चाहिँ मजा। त्यस्तै गरी हाम्रो मूर्तिढुङ्गा आलेबाट चाहिँ थुप्रै भक्तजनहरू आउनुभएको छ पाठाहरू चाहिँ बलि दिनको लागि लिएर हैन। यसरी अब हामी यहाँबाट लाग्नेछौँ सिंहदेवी मन्दिर। सिंहदेवी सामूहिक पूजा गर्ने र व्यक्तिगत पूजा गर्नेहरूको एकदमै भिड अब लागिसकेको छ यहाँनेरि। हाम्रो भक्तजनहरू यहाँ यसरी आउँदै हुनुहुन्छ। हाम्रो मजुवा र आलेको आज एकदमै टोलीहरू हुनुहुन्छ यसरी आउँदै हुनुहुन्छ। आज हामी चाहिँ वर्ष दिनमा गरिने यो सामूहिक पूजा चाहिँ एकमुष्ट रूपमा गर्नको लागि जाँदैछौँ। हाम्रो यात्रा भनेको सिंहदेवी मन्दिरसम्म रहनेछ हैन। सिंहदेवी मन्दिर आइसकेका छन्, आइपुगेका छौँ यहाँनिर सिंहदेवी मन्दिरमै। ल यहाँबाट चाहिँ धेरै टाढा टाढाबाट भक्तजनहरू आइसक्नु भएको छ हैन, दर्शन गर्नको लागि पूजा आजा गर्नको लागि। एकदमै टाढाबाट यहाँ एकदमै धेरै नै भक्तजनहरू तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर। यो हाम्रो यहाँ तरराबाट पनि हजुरबा र हजुरआमा आइपुग्नु भएछ हैन, यस सामूहिक पूजाको लागि सामेल हुनको लागि। ठ्याक्कै मन्दिरमा अब यहाँ सुरु भइसक्यो क्या। हेलो ल हाम्रो पुजारी दाइ हुनुहुँदो रहेछ, मामा हुनुहुँदो रहेछ यहाँनिर। ल 70 जोरपाटी 6 नम्बर नामजाङ मजुवा हुँदै महालक्ष्मी 9 नम्बर आहालेबाट चाहिँ यहाँ पूजा आर्चना गर्न आएका छौँ यहाँनिर। सुरुमै आइसक्यो। हामी चाहिँ पूजा अर्चना गर्न आउँदाखेरि श्री सिंहदेवी मन्दिर यो चाहिँ प्रख्यात हो यहाँनिर हैन, पटकको सिंहदेवीको। यहाँ चाहिँ यसरी फोहोरहरू चाहिँ अहिले पुरै यो अब हामी सङ्कलन गरेर डढाउनतर्फ लागिरहेका छौँ। हाम्रो दुईटा पालिकाका आज भक्तजनहरू यहाँ आउनुभएको छ। लगभग 100-150 जना चाहिँ यहाँ उपस्थित हुनुहुन्छ। अझै आउने क्रम जारी छ यहाँनिर चाहिँ हैन, सामूहिक हैन व्यक्तिगत पूजा अर्चना गर्नको लागि। यतै धमाधम छ हाम्रो इन्द्र दाइलाई यहाँ धागो गर्नलाई। अनि यतापट्टि हजुर होइन न यता यसरी पूजा अर्चना गर्नको लागि सबैले यहाँ धुपछेदाहरू यहाँ आफ्नो टोलको चाहिँ धुपछेदारी यसरी मासु भातै पुग्ने रहेछन्, चामल डङ्गुर भइगर्ने सबैले भेला गर्दा धुपछेदा यसरी भेला पार्दै हुनुहुन्छ यहाँनिर। हाम्रो यो मजाको टोली हुनुहुन्छ 70 छ यहाँनिर चाहिँ। हेलो भाइ, हेलो सुनौ के छलु एकदम ठिक छ एकदम। ल यहाँ एउटा धर्मशाला बनाइदिनु भएको छ यहाँनिर चाहिँ, एकदमै राम्रो काम गर्नुभएको छ यो है। हाम्रो यो 76 को हाम्रो थापा बन्धु परिवारहरूले चाहिँ यहाँ स्वर्गीय वसुन्धरा थापा यहाँ चाहिँ पुरै एड्रेस सहित रहेछ, कसले बनाउनु भएको भनेर फोटासहित डम्बरबहादुर थापा अरे छोरा हुनुहुँदो रहेछ उहाँ। जिल्ला धनकुटा 70 जोरपाटी गाउँपालिका 6 सिधुवा निवासी स्वर्गीय वसुन्धराको मृत्यु 2080 साल श्रावण 29 गते 86 वर्षको उमेरमा स्वर्गारोहण भएको दिवंगत आत्माको चिर शान्तिको साथै स्मृतिका लागि परिवारजनबाट यो धर्मशाला निर्माण गरिएको छ भन्नुभएको छ हैन। एकदमै राम्रो काम गर्नुभएको छ उहाँहरूको चाहिँ, एकदम पुण्य कमाउने काम मध्ये यो पनि एउटा हो। यसरी यहाँनिर चाहिँ पाठाहरू चाहिँ बलि दिनको लागि पनि ल्याइएको छ यहाँ। हेलो 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 यहाँ हाम्रै यता छौँ है हामी। केही भन्ने छ कि ग्याङ सबै आफूभन्दा साना छ नि त ग्याङ त। अनि ठुलाले मान्दैन त्यही भएर सानाको डन हुनु अरे। हाम्रो झर्ना बहिनी चाहिँ राम्रो आउँदैछ। ल यतातिर फेरि यहीँ अर्को ग्याङ छ। यतातिर अर्को ग्याङ, यतातिर हाम्रो दिदी हुनुहुन्छ, हाम्रो ठुलो बाउ हुनुहुन्छ यहीँ हैन। यहाँ हाम्रो ठुलो बाउ हुनुहुन्छ यता भाङटार। अब यहाँ चाहिँ हाम्रो सरसफाइको कार्यक्रमहरू चाहिँ अब अगाडि बढ्न गइरहेको छ यहाँनिर।
यहाँ हजुरबा हुनुहुन्छ भिडियो बनाउनु राम्रोसँगले हाम्रो काम हेलो सनाउ के छ ठिक छ यहाँनिर चाहिँ पूजा गर्नको लागि एकदमै भित्र होइन शङ्ख घन्टी बजाएर एकदमै लागि परिरहनु भएको छ पुजारीहरू हामी यता बाहिर छौँ हामी पनि अब एकछिन भित्र छिर्ने नै छौँ यहाँनिर हाम्रो यो यहाँ चाहिँ विशेष गरी चाहिँ पानी परेन भने अहिले त बेलै दिन पानी आएको छ होइन पानी परेन भने चाहिँ यहाँ पूजा अर्चना गरेपछि चाहिँ पानी आउने एउटा परम्परा धार्मिक परम्परा पनि रहेको छ होइन हाम्रो पुजारी हजुरबा यहाँ हुनुहुन्छ हजुरबा हाम्रो यहाँ पुजारी हजुरबा हुनुहुन्छ उहाँ चाहिँ होइन आज हामी के को लागि आएका छौँ एकछिन एकखेप भनिदिने हो कि हजुरबा यो त हाम्रो हजुरआमाहरू हाम्रो हजुरआमाहरू हुनुहुन्छ त्यहाँ यहाँ चाहिँ अब पूजा अर्चना सुरु भइसकेको छ भित्र मन्दिरभित्र यहाँनिर हाम्रो प्रख्यात यो श्री सिंहदेवी मन्दिर हो गर्भगिरिया सिंहदेवीको यहाँबाट हेर्नु जना भक्तजनहरू आउनु भएको छ म उहाँहरूलाई पनि के अनुरोध गर्दैछु भने यसरी यो बोतलमा त देख्नु त बिच्छु यसरी बोतलमा यो दुध लिएर आउनुहुन्छ तपाईँहरूले होइन यो बोतल न त डढ्छ न त सड्छ होइन यो भन्दा यी प्लास्टिकको बोतलमा ल्याइदिनु होला प्लास्टिकको बोतलमा दुध ल्याउनु भने कम्तीमा तपाईँहरूले यसरी आगो बाल्दाखेरि डढाइदिन सक्नुहुन्छ यसरी सिसाको बोतलमा अब आउँदाखेरि चाहिँ दुध कसैले नल्याइदिनु होला बिबिरा अङ्कलले चाहिँ उहाँ चाहिँ छतरजोरपाटीबाट हुनुहुन्थ्यो होइन उहाँ पनि अहिले दर्शन गर्नको लागि आउनुभएको छ यहाँनिर यहाँ हाम्रो युवा भाइहरू पनि लागौँ न हलो आऊ न हो भाइहरू आऊ यहाँनिर सबैजना एकदमै खटिरहनु भएको छ हामीले चाहिँ आज यो झाडी चाहिँ यो फाडेर होइन कम्तीमा यो उगारो बनाउन भन्ने हाम्रो लक्ष्य हो होइन यहाँनिर अनि यहाँको भएको फोहोर मैलाहरू चाहिँ यो डढाएर कम्तीमा यो मन्दिर अगाडि फोहोर मैला नहोस् भन्ने सिद्धान्तले हामी यहाँ लागेका छौँ यहाँनिर अब यो झाडी हामी फाड्दैछौँ यहाँनिर यो झाडी चाहिँ यहाँ वरिपरिको झाडी चाहिँ फाडेर होइन एकदमै राम्रो बनाऊ भन्ने दृष्टिकोणले हामी यहाँ अहिले लागि परेका छौँ यसरी सिसा तपाईँहरूले देख्नु भयो नि तपाईँहरूले जुन सिसाको बोतलमा दुध लिएर आउनु भएको छ हेर्नु त्यो सिसाको बोतल अब न त यो आगो बाल्दाखेरि डढ्छ होइन न त यो सड्छ यो अब यहीँ फुट्छ यहीँ फुटेर यहाँनिर पछि अब तपाईँ हामीले खुट्टा काट्ने हो यहाँनिर आउँदाखेरि त्यसले गर्दाखेरि अब आउँदाखेरि भक्तजनहरूलाई चाहिँ सिसाको बोतलमा चाहिँ दुध नल्याइदिनु होला बरु जम्बुमा ल्याइदिनु प्लास्टिक बोतलमा ल्याइदिनु त्यो बोतलहरू चाहिँ डढ्छ होइन अङ्कल तपाईँ कहाँदेखि आउनुभएको तपाईँ नामजाङबाट हो अनि यहाँ चाहिँ अब यहाँ देख्नुभयो होइन लगभग आज 200जना जति हामी छौँ महालक्ष्मी र छतरको गरी होइन अनि यहाँ चाहिँ के कस्तो देख्नुभयो त यो मन्दिरमा चाहिँ तपाईँले राम्ररी नउगरिकन अब हिँड्ने जतातता फालिदिने होइन पुरै फोका छ त्यही हो अब सफा गर्दैछौँ हामी होइन गर्दैछौँ अब आउने बाँकी आउने भक्तजनलाई के भन्न चाहनुहुन्छ तपाईँ अब प्लास्टिकहरू अब जस्तो जुन फोहोरमा जाने हो त्यसलाई चाहिँ अब निश्चित ठाउँमा चाहिँ उ गरेर गइदिँदाखेरि चाहिँ मन्दिर पनि राम्रो भक्तजनहरूलाई पनि आउनु जानु राम्रो हुन्छ धन्यवाद हाम्रो अङ्कलले राम्रो कुरा गर्नुभयो हाम्रो यहाँ हाम्रो महालक्ष्मी 9 नम्बरबाट हाम्रो
शिक्षक तेजबहादुर भण्डारी पनि हुनुहुन्छ होइन प्लस उहाँ एउटा गायक पनि हो अहिलेको। अनि यस सिंहदेवीको यो पटेक डाँडाको यो उहाँले आफ्नै भाषामा आफ्नै मौलिकमा उहाँले गीत पनि धेरैवटा गीत पनि लेख्नु भएको छ। त्यसरी हाम्रो अमर अङ्कल उहाँ पनि एक गायकै हो होइन। शब्द सङ्कलन गर्नु छ र उहाँहरूलाई त्यसरी के छ तपाईँको भनाइ चाहिँ आज यहाँ आएर होइन देख्नुभयो के कस्तो देख्नुभयो यो हाम्रो मन्दिरमा वरिपरि? सिंहदेवीको हामीले वर्षेनी पूजा आराधना भोलाभरा गाउँ घर सबै वरिपरि नान्जाङदेखि लिएर मजुवा अनि आहाले तिनसुकै जम्मा भेला भएको सब रमाइलो भइरहेको छ। हुन्छ हुन्छ 30 वर्ष अगाडि भएका थिइन् त्यहाँभन्दा पछाडि ग्रुप भएर हुन सकेको थिएन। अहिले भयो अवस्था आएको मैले बुझेको संयुक्त रूपमा सबै भेला भएका छौँ रमाइलो लागिरहेको छ। विशेष रूपमा अब हामी धर्मावलम्बीहरू देउतालाई मान्दछौँ देउताको विषय गर्छौँ र जति पनि हामीले आस्था राखेका कुराहरू बदनमाएका कुराहरू पुगिरहेकै पनि छन्। देवी शक्ति छ भन्ने कुरा अवगत गराउन चाहन्छु। धन्यवाद। हाम्रो त्यसैले भन्नुभयो हाम्रो दैविक शक्ति छ। हामीले चाहिँ अब हामीले धर्मकर्म मान्नुपर्छ। जुन पुरानो पहिले हाम्रो जिजु बाजेको पालादेखि चाहिँ सिंहदेवी मन्दिरमा चाहिँ पूजा आराधना गर्दै आइएको छ होइन। यहाँ चाहिँ अब यसरी यहाँ यसरी होम गरिँदैछ। यहाँभित्र यो मन्दिरको अब यहाँनिर चाहिँ होइन होम गर्ने कार्यक्रम भइरहेको छ। यहाँनिर होमआदि गरिँदैछ। यहाँ जुन राज्य पूजा छ यो सामूहिक पूजा पनि गरिँदैछ। यहाँनिर हाम्रा पुजारीहरूले होमआदि गर्दै हुनुहुन्छ। यहाँनिर त्यस्तै गरी अमर अङ्कलको के भनाइ छ भने भन्नुहोस्। नमस्कार। सिंहदेवी मन्दिरमा लगभग अहिले बोका गनेको मैले आज यो 2082 साल वैशाख 8 गते आज वैशाख 8 गतेको यो माहौल हेर्दाखेरि साँच्चै भगवान्प्रति आस्था राखेको महसुस पनि भयो। र यहाँ छ्याछ्याती सिंहदेवी एकदम शक्तिशाली हुन्। जे चिताएको छ त्यो पुरा गर्ने र भाकल गरेपछि आएर भाकल बुझाइसकेपछि पुरा गर्ने भन्ने जुन शक्तिशाली हाम्रो देवी मन्दिर हुन् सिंहदेवी हुन्। आएर यो पर्यटक क्षेत्र पनि हो। पर्यटक क्षेत्र हलले पटेक डाँडा अहिले राज्यले पनि अभियान चलाउँदै गरेको हो। र यो सङ्गम लालीगुराँस नगरपालिका छतर गाउँपालिका र हाम्रो महालक्ष्मी नगरपालिकाको एउटा सङ्गम स्थल पनि हो। र देवी स्थान बस्नु भएको ठाउँलाई अहिले यतिको एउटा भिडले साँच्चै आस्था राखेको रहेछ। हामी हिन्दू लम्बीहरू यो प्रति आस्था राख्छौँ र पुरा पनि हुँदो रहेछ भन्ने कुरा पनि बुझ्यो। र यसको साथसाथै हामीले अब हामी भक्तजनहरूले चाहिँ दुःख सुख आएर दर्शन गर्नेछौँ र राज्यको पनि भूमिका आओस्। अब यसमा अभावको अलिकति गाडीको अभाव बाटो आइपुग्नु पर्ने रहेछ। मुख्य पानीको अभाव रहेछ। हजुर सबैभन्दा असुविधा त्यो देखियो। र अनि जति भक्तजनहरू आएर यो फोहोर मैला बनाउने वातावरण चाहिँ हटियोस् सबैजनाले हामीले बुझ्नु जरुरी छ। यो हामी आफूले नै फोहोर गरेका हौँ र हामीले आफूले यो फोहोर चाहिँ जोगायौँ भने फोहोर हुनबाट बच्छ भन्न चाहन्छु। र सबै हाम्रो यो सङ्गम स्थलको जुन पालिकाहरू जसले छोएको छ उहाँहरूको जनप्रतिनिधिप्रति पनि यहाँहरूको ध्यान आकर्षण चित्रेको एउटा आय स्रोत बन्ने ठाउँ देखिएको हुनाले सबैको ध्यान पुगोस् भन्न चाहन्छु। हस् धन्यवाद तपाईँलाई। होइन उहाँले चाहिँ अब जुन यो चाडा पालिकाको सङ्गम स्थल भएको कारणले गर्दाखेरि यहाँ चाहिँ सबै जनप्रतिनिधिहरूको ध्यान आकर्षण गराउन चाहनु भएको छ उहाँले। त्यस्तै गरी के छ हाम्रो अङ्कल हाम्रो साइल अङ्कलको भनाइ के छ? आज यहाँ पूजा गर्न आउनुभयो होइन के देख्नुभयो यहाँनिर? हामी अब सबै गाउँसम्म मिलेर यो 82 सालको आज चाहिँ नयाँ वर्ष भनेर हामीले चाहिँ यो सिंहदेवीमा हामी अरू बेला पनि आउँथ्यौँ तर आज चाहिँ हामी समूह सबै गाउँ मिलेर राज्य पूजा गर्न भनौँ न। हामी चाहिँ अब सिंहदेवी अब चाहिँ अब आफ्नो संस्कार अनुसार अब पाठ पर्या धोपक्षता फुलपाती लिएर मान्न पर्छ भनेर हामी सबै देवीको चाहिँ दर्शन गर्न आइयो। आज देख्न सक्छौँ लगभग 100-150 जना भन्दा माथि छौँ हामी यता। के छ भिनाजुल हेलो के छ कस्तो छ अनि? राम्रो छ होइन? हामी यहाँ दर्शन गर्न आएका छौँ। आज पूजामा आएको छौँ। धेरैजना भेला भएको छ रमाइलो भएको छ होइन वारिपारी सबैतिरका। भिनाजु के छ तपाईँको भनाइ केही छ भने भन्नु है। पूजा गर्न आएका
धन्यवाद बिनाजुले पनि आफ्नो भनाइ राख्नु के छ हजुरआमा तपाईँको भनाइ केही छ भने भन्नुहोस् होइन तपाईँको के भनाइ छ भने राखिदिनुहोस् आनन्द छ यता हजुरआमाको हजुरआमा है उहाँ चाहिँ मेरो केही छैन भनाइ किन हजुरआमा हो ठुलोमा कतिवटा बोका फाटा छन् र आज यहाँ जुम्मा 26वटा बोका छन् 26वटा बोका फाटा छन् है काटिनु पर्ने लगभग बोका काट्न लाग्छ ल 2-2.5 घन्टा माने काटिसकिँदैन होला आज मान्छे कति जति छौँ हामी यहाँ मान्छे लगभग 100 भन्दा उकालै छौँ 100 भन्दा उकालै छौँ 100 भन्दा उकालै छन् 26वटा चाहिँ यस्तो कहिले पनि देखाएको थिएन आज चाहिँ संजोगले सबैजनालाई जुराएछ सबैजना भेटघाट भयो रमाइलो छ ल धन्यवाद हाम्रो ठुलो बाले पनि बोका पाठा गर्नुभएछ जहाँ चाहिँ 26वटा छन् भन्नुभयो होइन हाम्रो यहाँ अब युवा टोली चाहिँ यसरी जम्बो टोली लागिरहनु भएको छ यहाँ सरसफाइ गर्न उहाँहरूले चाहिँ यहाँ गरिरहनु भएको छैन उहाँहरू पनि एकदमै धेरै धेरै धन्यवाद हेलो मिलन भेना पारस के छ अनि हाम्रो युवा टोलीहरू चाहिँ एकदमै सरसफाइ गरिरहनु भएको छ है होइन मिलन बा भनेको हेलो बा के छ नि भाइहरू फोहोर देख्न सक्नुहुन्न उहाँ चाहिँ अब हामीले के भित्र पनि छिरेर के प्लास्टिकहरू ल्याउने काम गऱ्यौँ न हो ठिक छ हामीले भित्रबाट पनि प्लास्टिकहरू अनि यो बोतलहरू होइन मिनरल वाटरको बोतलहरू फाल्नु भएको रहेछ त्यो चाहिँ ल्याएर चाहिँ यहाँनिर डढाउने काम गरिरहेका छौँ अहिले हामीले है यसरी लागि परिरहेका छौँ सबै हामी लागि पर्नुपर्छ भन्ने धारणा हो हाम्रो के छ नामजाङको टोलीहरूको खबर के छ तपाईँहरूको भनाइ के छ राखिदिनुहोस् भनाइ अब हाम्रो यी तीर्थ यसमा आइएको छ होइन अब सरसफाइ पनि गरियो अब यस्तै हो अब आउने भक्तजनहरूले के भन्न चाहनुहुन्छ सिसाको बोतलमा चाहिँ दुध दही नल्याइदिनु होला ल्याउँदा प्लास्टिकमा ल्याउनु होला भन्न चाहन्छु म चाहिँ हाम्रो इन्द्र दाइको मेरो पनि त्यही हो अब भक्तजनहरू आउनु होला सरसफाइ गर्नु होला अनि अब यो सरसफाइको क्रममा चाहिँ यस्तो अब सिसा जन्य वस्तुहरू यहाँ चाहिँ सिसाको बोतलमा धेरै दुधहरू दहीहरू अर्कोहरू ल्याएको देखियो हामीले होइन त्यो चाहिँ नगरिदिनु होला कम्ती प्लास्टिकको बोतल ल्याइदिनु भयो भने अरू कसैले पनि डढाइदिएर जान सक्नुहुन्छ यही कुरा आएको छ ल